सबुजगे मात्र लपुख योगीद्वारा दुःख मुक्ति सुख आर्य अष्टाङ्गिक मार्ग एउटा शील समाज प्रज्ञा तथा समूह स्कन्ध विभाजन शील आचरण ल्याएर प्रवचित देशाला रसिए पालन ल्याएर समाधि नखा लुसी दन्ता वा तचो छेङ्गो केसा लोमा नखा दन्ता तचो नखा लोमा केसा तचो दन्ता नखा लोमा केसा लोमा नखा दन्ता केसा केसा लोमा तचो लोमा केसा Buddhang saranang gacchami. Buddhang saranang gacchami. Dhammang saranang gacchami. Dhammang saranang gacchami. Tisarana gamanang sampunnang. Adinadana veramani sikkhapadang samadhiyami. Adinadana veramani sikkhapadang samadhiyami. Kamesu micchācara veramani sikkhapadang samadhiyami. Kamesu micchācara veramani sikkhapadang samadhiyami. Musavada veramani sikkhapadang samadhiyami. शोभा सके आवसा बेचन हुने मामला ठन ठन माधुरी सके जन्म यानी हने काय नाम जी 3 नम्बर माधुरी सके सिग्नेचर मयानी माधुरी सके भजौ रीना सके हामी 2 नम्बर है यो कति नम्बर अन्जु ढाक्वा अन्जु पार्वती नकर्मी 6 नम्बर पिता बिहा बुझौ आसक्ष्या शोक थन गु बुद्ध धर्म संघ यात वन्दना बुद्धं पूजेमि धम्मं पूजेमि वन्दना संघं पूजेमि वन्दना ल भगवान बुद्धको उपदेश अनुसार बुद्ध गोगो सूत्रे सुत्याट्या बिजाउले ढाबले दुख मुक्त जेत भगवान बुद्धैत निगु चीज बिउ ढका भगवान बुद्ध ढै बिजाउले वो छुछुले ढका ढाबले सेबले निनबे तस्को अफुगला जिदा
वैराग्य वेके जी दुख मुक्ति नाबी ढेपी जाओ ल अनौया मेउ चाहिँ सया फेकी जी निर्वाणे ठेंगा बीरगा भगवान बुद्ध गुलिके सूत्र ढ्याढ्या बिजाउ अठौनिसे छलफल छिक पिनुगो तो अल्पकालीन अस्थायी प्रभुज्या बार दिनियो थन प्रभुजी जी ढुंगा संकमोले मोनास्टिक लाइफ होला गो शिविर ध्यान शिविर जीवले न्यू चीज माला छौछु माला वैराग्य माला मेउछु माला सया माला तैयार दो सकले तैयार दो सया फेंकी माला छा सया फेंक माला छेठे जिमखो परिवार ठे जिमखो अनौया थाके सया फु चमद दे माला अन वैराग्य वेक माला दके तोरौ धर्म वैराग्य वेक ना दके तोरौ धर्म न ख दके ठाकु न ख वैराग्य वेक अपु मुजु ए वनिता त्यो जी दुख मुक्ति नाभि ढका भगवान बुद्ध जिमक याते बिजा फटला जगे निर्वाणे वनि भइगु जुल आ वो रूपान्तरण लागि छलफल भी तयार दुसा आ प्रवज्य विधि सूर्य ल आ बुद्ध शासन प्रवेश जित भिक्षु संघ युन छलफल छिक बिन्द होला अथवा गुरु आचार्य पिनुन अनुमति लागि थन भन्ते गुरुमा पि संगे जीवने चना बिजा पि थन ज्याग चना बिया टंगु जुल आ केस छेदन वैराग्य वेक्यु समय मने धर्म संवेज वेक्यु समय जुल थन उपस्थित थन आचार्य निर्देशन बीपी भन्ते गुरुमा पि आ मटी मटी चाहिँ तो गो संख्यागो खोज जना तयार ज्या बिजौ दन्ता नखा लोमा केसा केसा स लोमा जिमिसा साधो उपन्यासी भिक्षु नायको भिक्षु सुधिरो उहाँहरू सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु बौद्ध भावना केन्द्रका निर्देशक र यस हिरक बुद्ध जयन्ती समारोह समितिका सल्लाहकार श्रद्धेय अगन्यानी गुरुमालाई यो म हस्तान्तरण गर्दछु नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स उसपल भगवान अरु सम्यक सम्बुद्धैत सादर वन्दना अझै ठुलो बुद्ध जयन्ती हिरक समारोह मूल समिति हो अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको संयुक्त आयोजना ज्या चङ्गो ठुगो अल्पकालीन दुर्लभ श्रामनेर अनागारिका प्रवज्य कार्यक्रमे नज श्रामनेर जिपिनिगु गोचिवर थपिन्छ ग्रहण नाकाउ ज्या नकटिनी पुवङ्गु जुल गो अनागारिका वस्त्र ख ग्लिङलिस्या ठठपिने जनाओ दु ठगे ख एसान स्वयं थमय पुनि मजो गुरपिन्छ अनुमति विद्यार्थी पुनि गुजियानी दिए ए चाहिँ व प्रार्थना यामा जिस र प्रार्थना ले वस्त्र पुनि इदं वठं कहे तोआ पबा जेठ मङ अये अनुकम्पं उपादाय द्वितीयम्पे सब दुःख निस्सरण निब्बानस्स सच्चीकरणठाय इदं वठं उपादाय तृतीयम्पे सब दुःख निस्सरण निब्बानस्स सच्चीकरणठाय इदं वठं गहेत्वा पब्बा जेठ मङ अये अनुकम्पं उपादाय अब नेपालीबाट पढ्नुहोस् है गुरुमा सम्पूर्ण संसार चक्रको दुःखबाट मुक्त भएर निर्वाण साक्षात्कार गर्नको लागि मेरो हातमा भएको यो वस्त्र ग्रहण गरी अनुकम्पा राखेर मलाई प्रवजित गर्नुहोस् दोस्रो बार
तेस्रो बार पनि सम्पूर्ण संसार चक्रको दुःखबाट मुक्त भएर निर्वाण साक्षात्कार गर्नको लागि मेरो हातमा भएको यो वस्त्र ग्रहण गरी अनुकम्पा राखेर मलाई प्रवजित गर्नुहोस्। ल अब गुरुमाहरू आउनु भएर तपाईँहरूको हातमा भएको वस्त्र लिन आउनुहुन्छ है। निब्बानस्स सच्चीकरणठाय एकं वट्ठं दत्त्वा अपाजेठ मं अय्ये अनुकम्पं उपादाय द्वितीयम्पि तृतीयम्पि सब दुःख निस्सरण निब्बानस्स सच्चीकरणठाय मं अय्ये अनुकम्पं उपादाय। अनि गुरुमा आउनु अब घुँडा टेकेर वन्दना गर्नुहोस्। ल अब घुँडा टेकेर वन्दना गर्नुहोस्। सबैले वन्दना गर्नुभयो। हम भन्ते ईशरणेन सह दशशीलवती अनुगं गत्वा शीलं देथ मे भन्ते द्वितीयम्पि अहं भन्ते ईशरणेन सह दशशिक्षावती पपज्जशीलं धम्मं याचामि अनुगं गत्वा शीलं देथ मे भन्ते तृतीयम्पि अहं भन्ते शीलं धम्मं याचामि अनुगं गत्वा शीलं देथ मे भन्ते। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि। पाली नयाँ नाम पाएकोमा सबैले है हात पिण्डी गरेर बस्ने सबैजना है। अनि भन्टेले भनेपछि आमा भन्टे भनेर स्वीकारेपछि सबैजनाले ठुलो स्वरले गुन्जमान हुनु गरी साधु साधु भन्ने है। अनागारिका कञ्चनवती नामाकरणसँगै तपाईँहरूलाई पनि छुट्टै पाली नाम गुरुहरूबाट दिनुहुन्छ, त्यसलाई स्वीकार गर्नु भएर अब घरको के नाम हो त्यसलाई छोडेर अब चाहिँ बुद्ध शासनमा प्रभुजित भएँ भनेर त्यो रूपान्तरणको चाहिँ तपाईँहरूमा त्यो अभ्यास अब आजदेखि जरुरी छ। सम्पन्न भएको सूचित गर्दछु। साधु साधु साधु। कार्यक्रम सञ्चालन गर्नुभएकोमा श्रद्धेय भिक्षु सङ्घप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। श्रद्धेय डाक्टर सङ्किच महास्थवीर भन्ते, श्रद्धेय भिक्षु निग्रोध महास्थवीर, श्रद्धेय भिक्षु पन्यासार महास्थवीर, श्रद्धेय स्यादो पन्यासिरी महास्थवीर, श्रद्धेय भिक्षु नायको, श्रद्धेय भिक्षु सुधिरो, उहाँहरू सम्पूर्णमा
हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। त्यस्तै साथ र सहयोग गर्नुभएकोमा हाम्रो श्राम्यर भन्तेहरूलाई पनि धेरै धेरै आभार प्रकट गर्न चाहन्छु। त्यस्तै गरी अनागारीका प्रवज्या सम्पन्न गरिदिनु भएकोमा हाम्रो श्रद्धेय गुरुमाहरूलाई पनि सादर कृतज्ञता व्यक्त गर्न चाहन्छु। श्रद्धेय जवनवती गुरुमा, श्रद्धेय अगन्यानी गुरुमा, श्रद्धेय चारुन्यानी गुरुमा, श्रद्धेय नन्दावती गुरुमा, श्रद्धेय विमलन्यानी गुरुमा लगायत यहाँ उपस्थित हुनुभएका श्रद्धेय रूपशिला गुरुमा, त्यस्तै श्रद्धेय धम्मचारी गुरुमा, त्यस्तै जवनवती गुरुमा लगायत अघि प्रवज्या अनागारीका प्रवज्या सम्पन्न गर्नमा साथ र सहयोग दिनुहुने सम्पूर्ण गुरुमाहरूप्रति पनि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। श्रद्धेय निग्रोध महास्तवीर भन्तेलाई म प्रार्थना गर्दछु। उहाँ विश्व शान्ति बिहारबाट आउनुभएको छ। उहाँ थेरवाद बुद्धिस्ट एकाडेमीका अध्यक्ष हुनुहुन्छ। त्यस्तै गरी उहाँ लुम्बिनी विकास कोषका भूतपूर्व उपाध्यक्ष पनि भइसक्नु भएको थियो। उहाँलाई उपदेश दिनुहुनको लागि म हार्दिक अनुरोध गर्दछु। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। उहाँ भगवान अरहत सम्यक सम्बुद्धलाई नमस्कार। नागबालको उद्यानमा आज नागबाल एकदमै बुद्धमय भएको छ। धेरै धेरै साधुवाद छ। तपाईँहरूको जुन श्रद्धा भाव, तपाईँहरूको निस्वार्थ भाव, सेवा भाव, तपाईँहरूको संयम भाव, तपाईँहरूको साधना भाव तपाईँहरूलाई सार्थक होस् भनेर पनि कामना गर्दछु। शील दर्शन सम्पन्न जो व्यक्तिहरू शील गुण आचरणले युक्त भएर संयमी भएर, संयमीको रूप नै शील हो। शीलको कारणले गर्दाखेरि काय संयम हुन्छ। त्यसपछि धम्मत्थ सच्चवादिनं शीलमा बसेर कामना गर्दै यो अवाद यहीँ टुङ्ग्याउँछु। सबैलाई साधुवाद। धन्यवाद ज्ञापन गरिदिनु हुनको लागि हिरक बुद्ध जयन्ती समारोह समितिका महासचिव विकास रत्न थाकुवाज्यूलाई म यहाँ निम्त्याउन चाहन्छु। नमो तस्सो भगवतो अरहतो सम्मा सम्बुद्धस्स। प्राध्यापक डाक्टर सङ्कित मास्टरज्यू, लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष श्रद्धेय निग्रोध मास्टरज्यू, त्रिपिटक विशारद श्रद्धेय भन्ते उपन्यासकार मास्टरज्यू, अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रका कमथानाचार्य सयादो उपन्यासीज्यू, उहाँ अरहत सम्यक सम्बुद्धलाई सादर वन्दना। यहाँ पाल्नुभएका विश्व शान्ति बिहार स्थित थेरवाद बुद्धिस्ट एकाडेमीका अध्यक्ष निग्रोध महास्तवीर भन्ते, त्यसै गरी त्रिपिटक विशारद हाम्रो सहोदर भिक्षु उपन्यासकार महास्तवीर भन्ते लगायत सबै भन्तेहरू, जवनवती गुरुमा लगायत सबै अनागारीका गुरुमाहरू, बुद्ध जयन्ती 2570औं को उपलक्ष्यमा हिराक बुद्ध जयन्ती समारोह र अन्तर्राष्ट्रिय भावना केन्द्रको संयुक्त आयोजनामा यस बुद्ध जयन्ती समारोह कार्यक्रमको सिलसिलामा आज यहाँ प्रवज्या गरिने पुण्य कार्य सम्पन्न भयो। सबैजनालाई अनि यहाँ पाल्नुभएका सबै भन्ते गुरुमाहरूलाई पनि अनि आज यो दिनमा चाहिँ प्रवजित हुनुभएका सबै श्रावण अनागारिकाहरूलाई पनि र यहाँ उपस्थित हुनुभएका र यसलाई सहयोग गर्नुभएका दृष्ट अदृष्ट रूपमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैजनालाई सुस्वास्थ्य लाभ निरोगी दीर्घायु होस्, यो जीवन सुखमय होस्, चाँडै नै चाँडै दुःखबाट मुक्त हुनको लागि पनि यो पुण्य हेतु होस् भन्ने कामना गर्दछु। र हामी सबैजना बित्नुभएका जति पनि आफन्तहरू हुनुहुन्छ भने उहाँहरूलाई पनि हामी पुण्य अनुमोदना गरौँ। यो पुण्य प्राप्त भएर उहाँहरू परलोक रूपमा सुखमय होस्, संसारमा रहुन्जेलसम्म कहिले पनि दुःख भोग्नुपर्ने ठाउँ जुनीमा चाहिँ जन्म लिन नपरोस्, निर्वाण ज्ञान लाभ गर्नको लागि पनि यो पुण्य हेतु होस् भन्ने कामना गर्दै
यो समारोह समाप्त भएको पनि घोषणा गर्दै हामी सबैजनाले गाथा वाचन गर्दै पुण्यानुमोदना गरौँ। इदन्नो ज्ञातिनं होतु सुखिता हन्तु ज्ञातयो इदन्नो ज्ञातिनं होतु सुखिता हन्तु ज्ञातयो इदन्नो ज्ञातिनं होतु सुखिता हन्तु ज्ञातयो इत्तावता चम्मेहि सम्भतं पुण्यसम्पदं सब्बे देवा अनुमोदन्तु सब्बसम्पत्तिसिद्धिया इत्तावता चम्मेहि सम्भतं पुण्यसम्पदं सब्बे सत्ता अनुमोदन्तु सब्बसम्पत्तिसिद्धिया इत्तावता चम्मेहि सम्भतं पुण्यसम्पदं सब्बे भूता अनुमोदन्तु सब्बसम्पत्तिसिद्धिया साधु साधु साधु। अर्को एउटा म सूचना 17 गते हाम्रो भिक्षाटनको कार्यक्रम हुनेछ। भिक्षाटन 3वटा स्थानमा हुनेछ। एउटा यस श्रामले प्रयोजित हुनुभएकाहरू उहाँहरू चाहिँ यस बुद्ध जयन्ती समारोह समितिको तर्फबाट यहाँ पाटन ललितपुर क्षेत्रमा जानुहुनेछ। यहाँ पाटन हाम्रो ललितपुर क्षेत्रमा भिक्षाटन हुने स्थानहरू म सुनाउन चाहन्छु। अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, इबही, कुम्बेश्वर, झटापोल, पाल्पु, धुल्पो, धपगाल, इकुननी, नकबहिल, कुटिपाहा, सरस्वती ननी, इलाननी, नागबहार भएर चाहिँ यसरी श्रामणेरहरू चाहिँ यो रुटमा भिक्षाटन हुन्छ। त्यसैले तपाईँ आज श्रामणेर गुरुमा हुनुहुनेका आफन्तजनहरूले यहाँ कुन ठाउँमा तपाईँहरूलाई पाएको पर्छ? पहिला भट्टे भी बिजाई मिलाएर मिलाइदिनु का भट्टे भी सामने भट्टे भी बिजाई अना करके भी मिलाइ सामने भट्टे भी बिजाई
उही